ब्राह्मण महादेवमा टिकेको छ भनिन्छ नि, त्यसरी नै। नमस्कार भन्न चाहन्छु सम्पूर्ण देशवासीहरूलाई। यो भिडियो बनाउनुको कारण के हो भन्दाखेरि, जसरी नै हामीले बालेन रविलाई मतदान गरेर जिताइयो पुरै देशबाट, हैन, त्यसरी नै हामीले सोचेका छौं जुन समस्याहरू छ देशका तिनीहरू पूरा गर्छन् भन्ने। अबको 5 वर्षमा देशले नयाँ दिशा हेरिराखेको छ, नयाँ दिशामा जान खोजिराखेको छ। नयाँ मान्छे, नयाँ युवाहरू उठ्नु भएको छ। कति बुढाखाडाले मात्रै चलाउनु, कति दाल र भात मात्रै खाइरहनु, कहिलेकाहीँ त मासु र भात पनि खानुपर्छ भनेर, हैन, त्यो सोचेर नै हामीले बालेन रविलाई जितायौँ, मतदान गर्यौँ। जुन पदमा रहेर उहाँहरूले पावर देखाउनु भयो, जुन काम गर्नुभयो, सबैको मन जित्नुभयो। जुन पदमा रहेर काम गर्नुभयो उहाँहरूले, हैन, जुन पदमा हामीले अहिले पठाइरहेका छौँ त्यो पदको सही दुरुपयोग गर्नुहुन्छ भन्ने सम्पूर्ण देशवासीहरूले आश गरेका छौँ, भरोसा गरेका छौँ। पक्कै पनि त्यो भरोसालाई तोड्नुहुन्न भन्ने आशा गरेको छौँ। जुन अहिले स्किले विद्यार्थीहरू, जेएनजी दाजुभाइ दिदीबहिनीहरू बित्नुभयो जुन आन्दोलनमा, त्यो आन्दोलनको सही खोजिनिदो होस्, न्याय मिलोस् भन्ने आश गरेको छौँ। निर्मला पन्थ बहिनीलाई पनि न्याय मिलोस्, उहाँको पनि खोजिनिदो होस्। जुन फाइल बन्द गरेर राखिएको थियो त्यो फाइल पल्टियोस् भन्न सबैले देशवासीहरूलाई भरोसा छ। बालेन रविले खोल्नुहुन्छ भन्ने तिनी फाइलहरू, भ्रष्टाचारीलाई जेल हाल्नुहुन्छ भन्ने, अन्यायमाथि खडा उतर्नुहुन्छ भन्ने आशा गरेको छौँ। पक्कै पनि त्यो आशा जाहेर हुन दिनुहुन्न। जुन पावर मेरो पदमा रहेर, गृहमन्त्रीमा रहेर देखाउनु भयो, हैन, उहाँहरूले त्यो पदको सम्मान छ उहाँहरूलाई। र अहिले जुन पदमा हामीले पठाइरहेका छौँ त्यो पदको पनि उहाँहरूलाई सम्मान छ। त्यो पदको पक्कै पनि सही दुरुपयोग गर्नुहुन्छ। त्यो पदले सम्पूर्ण नेपालीहरूलाई सही दिशामा लान्छ भन्ने आश गरेका छौँ। उहाँहरूले जो भनिरहनु भएको छ, जो त्यो पुरा गर्नुहुन्छ भन्ने आश गरेका छौँ, है। जुन क्रेज अहिले छ उहाँहरूको, जुन फ्यान फलोइङ अहिले छ उहाँहरूको, त्यो फ्यान फलोइङ क्रेज 5 वर्षपछि पनि देख्न पाइयोस्। 5 वर्षपछि कसैले यो नछन् कि हैन यो घन्टीले केही गर्न सकेन, हैन, अरूमा जानुपर्छ, भोट दिनुपर्छ, अरूको समर्थक बन्नुपर्छ भन्ने कसैको मनमा नहोस्, है। आफ्नो काम राम्रोसित गरिदिनु होला रवि दाई, बालेन दाई। हस् त, यही छ भन्नुपर्ने, अरू केही छैन। जनताबाट ठुलो आशा छ हजुर दुवैजनाबाट। पक्कै पनि त्यो आशा कहिले पनि मार्नुहुने छैन। जनताको आशा, भरोसा, विश्वास, जुन विश्वासले तपाईँलाई जिताएर त्यो पदसम्म, त्यो उचाइसम्म पुर्याउनु भएको छ हामी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी, आमा बुवाहरूले। पक्कै पनि त्यो भरोसा हमेसा कायम रहनेछ। त्यो दोस्ती, हजुरहरूको दोस्ती कायम रहनेछ। कहिले पनि त्यो दोस्तीमा दरार नआओस्, रिस घमण्ड कहिले नआओस्, यही कामना छ सम्पूर्ण देशवासीहरूबाट।
हजुरहरूको जिन्दगी सधैँ खुसीमै बितोस्। 5 वर्षपछि पनि यस्तै क्रेज देख्न मिलोस् हजुरहरूको पक्षमा। पक्कै पनि फ्यान फलोइङ अझै बढ्दै जाओस्। तपाईँहरूले धेरै हाम्रो नेपाल देशवासीहरूलाई उचाइसम्म पुर्याउनु हुन्छ भन्ने आशा व्यक्त गरेको छौँ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले। त्यो आशालाई कहिले पनि मार्नुहुन्न भन्ने। जय घन्टी, जय नेपाल। पक्कै पनि यो नारा हमेसै रहनु हजुरहरूको पक्षबाट रहिरहोस्। एउटा कुरा तपाईँहरूले आमा बुवा दिदीबहिनी दाजुभाइहरूको सम्पूर्णको सपोर्ट त छँदैछ, तर भए पनि महादेवको पर्सनली सपोर्ट छ हजुरहरूलाई। ब्राह्मण महादेवमा टिकेको छ भनिन्छ नि, त्यसरी नै पुरै नेपाल हजुरहरूको उसमा टिकेको छ, भरोसामा। हजुरहरूले जित्नुहुन्छ भन्ने भरोसामा टिकेको छ। चुनावमा त जित्नुभयो, तर पनि सबैको मन जितेर देखाउनुहोस्। अब पालो तपाईँहरूको। देशवासीहरूले जे गर्नु थियो देखाइदिनु भयो, अब पालो तपाईँहरूको छ, तपाईँहरूले देखाउने। महादेवको आशीर्वाद छ तपाईँहरूलाई। पुरै ब्राह्मण महादेवको हो नि, त्यसरी नै पुरै नेपाल तपाईँहरूको, पुरै देशवासीको, भ्रष्टाचारी नेताको होइन। त्यसैले भ्रष्टाचारी नेतालाई जेलमा कोच्ने, निर्दोषलाई निकाल्ने यो काम अवश्य होस्। हस्त नमस्कार।